श्रोताहरू नमस्कार। धनकुटाकै पहिलो सामुदायिक रेडियो धनकुटा एफएमको विशेष संवादमा हामीले समसामयिक विषयमा कुराकानी गर्ने गरेका छौँ। सोही क्रममा आज हामीसँग हुनुहुन्छ जनता समाजवादी पार्टी धनकुटाका अध्यक्ष पार्वती राई। उहाँ लामो समयदेखि पहिचानको पक्षमा आन्दोलनरत पनि हुनुहुन्छ। उहाँ नेपाल आदिवासी जनजाति महासंघ धनकुटाको पूर्व अध्यक्ष समेत हुनुहुन्छ। अहिले ताप्लेजुङको मुकुलुङमा केबल कार निर्माणको विषयलाई लिएर आन्दोलन भइरहेको छ। ताप्लेजुङमा केबल कार बन्नु हुँदैन भनेर भइरहेको आन्दोलनमा धनकुटामा समेत आन्दोलन भइरहेको छ। उहाँ यसको अग्र मोर्चामा हुनुहुन्छ। अब हामी ताप्लेजुङको मुकुलुङमा केबल कार बन्ने वा नबन्ने भन्ने विषयमा जनता समाजवादी पार्टी धनकुटाका अध्यक्ष पार्वती राईसँग गरिएको विशेष संवाद प्रस्तुत गर्दैछौँ। ताप्लेजुङमा केबल कार बन्ने धनकुटामा चाहिँ तपाईहरूले किन आन्दोलन गर्नुभएको? ताप्लेजुङ र धनकुटाको कुरा मात्र होइन, एक नम्बर प्रदेशैभरि नेपालैभरि र यस्ता चाहिँ हाम्रा प्राकृतिक स्रोतहरूलाई चाहिँ हामीले विश्वभर जोगाउनु पर्छ भन्ने हाम्रो आन्दोलनै छ। त्यसले गर्दाखेरि ताप्लेजुङ धनकुटा एक नम्बर प्रदेशभरि नेपालभरिका आदिवासी जनजातिहरू एक भएर आन्दोलनमा छौँ। त्यही भएर पनि तपाईँहरूले धनकुटामा लगातार रूपमा आन्दोलन गरिरहनु भएको छ। कहिले कोण सभा गर्नुहुन्छ, कहिले ज्ञापन पत्र बुझाउनुहुन्छ, लगातार रूपमा गरिरहनु भएको छ। हजुर हजुर। कहिलेसम्म गर्नुहुन्छ? अब यो त जहिलेसम्म केबल कार बनाउने भन्छ तहिलेसम्मै हो। जब उहाँहरूले केबल कार नबनाउने भनेर स्थगन गर्नुहुन्छ त्यति बेला मात्रै हाम्रो पनि आन्दोलन स्थगन गर्नुहुन्छ। तर अहिले त फेरि सरकारले केबल कार बनाउनलाई स्थगित गरिसकेको छ नि त, अहिले त रोकेको छ क्यारे? केही समयको लागि काम चाहिँ रोकिएको होला होइन, नीतिगत रूपमा चाहिँ अब रोकिनु पर्यो नि त। अब चाहिँ हामी गर्दैनौँ ल है भनेर चाहिँ भन्न पर्यो। हामी पनि आदिवासी जनजातिहरू विकास विरोधी त होइनौँ, विकास र विनाश सँगसँगै हुन्छ। तर विकास कुन क्षेत्रमा गर्ने होइन भन्ने कुरा चाहिँ पहिलो कुरा हो। र त्यहाँ भएको एउटा शक्तिको धरोहर सम्पूर्ण आदिवासी जनजातिहरू विशेष गरेर लिम्बू समुदायहरूको चाहिँ एउटा त्यहाँ मुदुम स्थल पनि भएको र हाम्रो चाहिँ शक्तिको पीठ आस्थाको केन्द्र धरोहर रहेको हुनाले त्यो ठाउँमा जे जस्तो अवस्थामा रहेको थियो त्यसरी नै छोडिदिउँ र आधुनिकीकरण गरेर जाँदाखेरि त्यहाँका चाहिँ एउटा थाक थलो र त्यहाँको चाहिँ मुदुमी स्थल मासिन्छ, अलिकति शक्ति पनि ह्रास हुन्छ। त्यसले गर्दाखेरि पनि त्यो चाहिँ जोगाउनु पर्छ भन्ने हिसाबमा आन्दोलन मचिनु पर्छ भनेर उयो गर्नु खोजेको चाहिँ होइन होइन। त्यहाँ चाहिँ संरक्षण हुनुपर्छ। मुकुलुङ यानि कि पाथिभरालाई यथास्थानमा छोडिदिनु पर्छ भन्ने कुरा हो। त्यहाँ केबल कार बन्दाखेरि चाहिँ त्यसको संरक्षण हुँदैन कसरी भन्ने त? केबल कार बन्दा विकास हुन्छ, धेरै दर्शनार्थीहरू त्यहाँ पुग्छन्। केबल कार बनेर दर्शनार्थीहरू पुगेर मात्रै त्यहाँको विकास हुन्छ भन्ने होइन। अहिले पनि दर्शनार्थीहरू गइराख्नु भएकै छ र अहिले पनि धेरै वन विनाशहरू भइरहेको छ। अब यसरी वन विनाश हुँदाखेरि त्यहाँका जैविक विविधताका कुराहरू भए, त्यहाँका चाहिँ चराचुरुङ्गी, त्यहाँका जीव जन्तुहरू चाहिँ पलायन हुन्छ र हामीले चाहिँ त्यो आधुनिकीकरण गरिनु हुँदैन त्यस्ता ठाउँहरूलाई। यसरी चाहिँ आधुनिकीकरण गरेर गयो भने मुकुलुङ जस्तो पाथिभरा जस्तो एउटा शक्तिको पीठ भएको केन्द्रलाई चाहिँ एउटा विश्व सम्पदाको सूचीमा पनि रहँदैन भोलि। सबैभन्दा ठुलो कुरा त त्यो हो। हामी आन्तरिक पर्यटक प्रबन्धन गर्नुपर्छ भनेर अगाडि बढिरहेको छौँ। भोलि विश्व सम्पदा सूचीबाट हटाइयो भने त त्यो पर्यटकीय उसमा पनि त पर्दैन। त्यो एउटा हो भने अर्को कुरा चाहिँ नेपाल सरकारले नै 2064 साल भदौ 5 गते ILO 169 महासन्धिमा हस्ताक्षर गरिसकेको छ ताकि नेपालमा रहेका आदिवासी जनजातिहरूको थाक थलो धर्म संस्कार संस्कृतिको जुन एउटा धरोहरहरूलाई चाहिँ हामी संरक्षण गर्छौँ भनेर हस्ताक्षर गरेको कुरालाई यो त राज्य आफैले संरक्षण गर्न पर्ने हो। तर राज्य चाहिँ एउटा अकुत सम्पत्ति कमाएको उद्योगपतिको पछाडि लागेर यस्ता चाहिँ हाम्रा आस्थाको धरोहरलाई चाहिँ विनाश गर्छ भने त्यो संरक्षण गर्न पर्छ भनेर हामी स्वयं आफै लाग्न पर्यो। यो सरकारले ताप्लेजुङमा केबल कार बनाउन के रोक्छ जस्तै लाग्छ तपाईँलाई? सरकारले त रोक्न चाहँदैन, किनभने हाम्रो अहिले दुईवटा ठुला पार्टीहरू मिलेर चाहिँ सरकार सञ्चालन गरिराख्नु भएको छ। उहाँहरूले चाहिँ राम्रो भन्दा नराम्रो काम चाहिँ धेरै खोजी गर्नुहुन्छ। जनता लडाउने, जनता भड्काउने होइन, जनतालाई जुधाउने हाम्रो राज्यले त त्यो गरिराख्नु भएको छ। हामीले पो बरु संयमता गरिरहेको छौँ। हामी त विकास चाहने मान्छे भएको हुनाले आन्दोलनलाई वार्ता र संवादबाटै अगाडि बढ्न पर्ने हुन्छ भनेर सल्लाह सुझाव दियादी गरिरहेको छौँ।
तर उहाँहरूले जत्तिकै हामी उत्तेजित हुनु हो भने चाँडै 2-4 वर्षमै रुवान्डा जस्तो हुन्छ। हामी त यो देशको भूमिपुत्रहरू हौ। यो माटोको, यो ढुङ्गाको, यो भूगोलको माया हामीलाई लाग्छ, हामी माया गर्छौँ। त्यसले गर्दाखेरि यहाँ त्यस्ता चाहिँ कुराहरू विनाश गराउनु हुँदैन। हामी धैर्य हुनुपर्छ, धैर्य गर्दै जानुपर्छ है भनेर हामीले हाम्रो युवा पुस्ताहरूलाई त्यसरी नै सम्झाउँदै गइरहेको छौँ। भनेपछि तपाईँहरूले ताप्लेजुङमा केबल कार चाहिँ निर्माण कार्य स्थगित नभएसम्म आन्दोलनलाई जारी राख्नुहुन्छ? हजुर, त्यो त अब छोड्ने कुरै भएन नि। यो त अहिले ताप्लेजुङको मात्र होइन, धनकुटाको मात्र होइन, 1 नम्बर प्रदेशको मात्र होइन, नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय इस्यु हुनु आँटेको छ। तर यो कुरालाई छिटोभन्दा छिटो राज्यले मनन गरेर, उहाँहरूले महसुस गरेर होइन, यो कुरालाई चन्द्र ढकाललाई पनि सम्झाएर अब यहाँ मात्रै छैन, अरू ठाउँमा गरौँ भनेर सम्झाएर यो चाहिँ कुरालाई स्थगन गर्ने हो भने राम्रो हुन्छ होइन। भोलि अन्तर्राष्ट्रिय लेभलमै पनि गइसकेपछि त अलिक अप्ठ्यारो पनि पर्ला। म चाहिँ राज्य सत्तालाई अथवा चन्द्र ढकालज्यूलाई होइन त्यो भन्न चाहन्छु, किनभने चन्द्र ढकाल उद्योगपति हुनुहुन्छ। उहाँ जस्तो व्यक्तिले त्यही ताप्लेजुङमा आएर त्यो लिम्बूहरूलाई कुट्नु लगाएर होइन, ठोक्नु लगाएर, पड्काउनु लगाएर किन त्यसो गर्नुहुन्छ उहाँले पनि? त्यसले गर्दाखेरि उहाँले पनि बेलैमा बुद्धि पुऱ्याएर अरू ठाउँमा सहज सरल ढङ्गले उहाँले लगानी गर्नुभयो भने महिनाको 40 करोड पनि कमाउनुहुन्छ। ताप्लेजुङमा केबल कार बन्नु हुँदैन भनेर आन्दोलन गरिरहनु भएको छ होइन। तर फेरि ताप्लेजुङका बासीहरू त ताप्लेजुङमा केबल कार बन्नुपर्छ भनेर उहाँले पनि त आन्दोलन गरिरहनु भएको छ। त्यो केबल कार निर्माणको पक्षमा समर्थन जनाइरहनु भएको छ नि त। धेरै मकै फलेको ठाउँमा 2-4 वटा कालपोके मकै पनि त हुन्छ नि त। उहाँहरू पनि अब सबै चाहिँ ठुला दलका झोलेहरू हुनुहुन्छ। छिट्टै कमाउ खाउँ, उहाँहरूले एउटा के भन्छ आत्मसम्मान, स्वाभिमान, आफ्नो थाक थलोलाई चाहिँ अस्तित्व लुटाउने कोही मान्छे हुन्छ नि, आफ्नै आमा छोरी चेलीको अस्तित्व लुटिरहँदाखेरि पनि टुलु हेरिरहने हो। त्यो प्रविधिको व्यक्तिहरूको भनाइ हो केबल कार बन्नुपर्छ भन्ने चाहिँ। राईलाई, लिम्बूलाई पो त्यो चाहिँ मुकुमलुङको माया छ त। अब अर्को कुरा योगेश भट्टराईहरू जस्तोलाई के को माया? उहाँले त त्यो केबल कार मात्रै होइन, भरिसके मिलेदेखि त त्यो डाँडै बेचेर हिँडिनु पाए हुन्थ्यो हुन्छ नि, के को माया? ताप्लेजुङ भन्दा बाहिरका मान्छेहरू आएर आन्दोलन गरे, त्यसले चाहिँ कति दिनसम्म यो आन्दोलनलाई थेक्न सक्छ भन्ने खालको चर्चा परिचर्चा पनि त हुने गरेको छ नि त। हजुर, त्यो हो, त्यो चर्चा भइरहेको छ। तर पनि अब ग्राउन्ड लेभलको मान्छेहरूको चाहिँ आवाजहरू बाहिर निकाल्नु थालियो। उहाँहरूले भन्नुभयो अनुसार हिजो हामीलाई हाम्रो आवाजहरू बाहिर जान दिएन, हामीलाई विभिन्न छेकावट भयो, रोकावट भयो, उयो भयो। अब अहिले चाहिँ हामीले पनि साथ सहयोग पायौँ, बाहिर पनि हाम्रो कुरा बाहिर पनि गयो, बाहिरकोहरूले पनि हामीलाई सपोर्ट गर्न थालेपछि हामी आन्दोलनमा हुमिएको छौँ भनेर त्यहीको स्थानीय व्यक्तिहरूले फेरि भन्नुभएको छ। सरकारले पहिला नै कोशी प्रदेश नामक गरिसकेको छ, तर तपाईहरू चाहिँ अहिले पनि प्रदेश नम्बर 1 भनिरहनु भएको छ। यसरी हेर्दा तपाईहरू चाहिँ संविधान विरोधी हो भन्ने जस्तो पनि त देखिन सक्छ नि, होइन? संविधान विरोधी भन्नुहुन्छ भने पनि ठिकै छ होइन। 2072 को संविधानले चाहिँ अब देश त संघीयतामा गएको हो, धर्मनिरपेक्षता हो। अब आफ्नो चाहिँ विभिन्न नामाङ्कन गर्दाखेरि आफ्ना के अरे होइन जातीय पहिचानको आधारमा चाहिँ प्रदेशको नामाङ्कन गर्न पाउने भन्ने अधिकार चाहिँ 2072 को संविधानले त सुसूचित गरिसकेको छ नि त होइन। त्यसो भएको हुनाले हामी 1 नम्बर प्रदेशमा चाहिँ किराँत लिम्बुवान अथवा किराँत खम्बुवान चाहन्थ्यौँ। तर सरकारले चाहिँ एउटा गुन्डागर्दी शैलीमा सबै सभासदहरूलाई थुनेर होइन, सबैको मोबाइलै खोसेर हाँडाझापे शैलीमा कोशी नामाङ्कन गरे। अहिले पनि हामी नो कोशी भनेर त्यसमा पनि आन्दोलनमा छौँ। अहिले हामीलाई लाग्छ सरकारले अब यो चाहिँ यिनीहरूले कोशी प्रदेश खारेजीमा यिनीहरू लाग्छ भनेर अलिकति मुकुमलुङतिर लगेर पनि यो हाम्रो आन्दोलनलाई चाहिँ होइन उतातिर पनि बङ्गाइदिएको हो। यो कुरा पनि हामीलाई थाहा छ। अब यो 1 नम्बर प्रदेशको चाहिँ मान्छेहरू सबै अब कोशी माग्नेलाई माथि मुकुमलुङतिर पनि ढकेलिदिएको होला, नत्र भने एउटा चन्द्र ढकाल माथि त्यति साह्रो राज्यले पनि सहयोग त नगर्नुपर्ने हो। हामीलाई संविधान विरोधी भने पनि जे भने पनि हिजो राजाको एक छर्त शासन चलिरहेको बेलामा होइन, जे भए पनि अहिलेको चाहिँ प्रचण्डले चाहिँ हिजो संविधान सभाको निर्वाचनको कुरा त ल्याउनु भएको हो नि त। त्यो चाहिँ राजाको शासनलाई फ्यालेर संविधान सभाको निर्वाचन हुनुपर्छ भनेर भन्दाखेरि जसले प्रचण्डको टाउको काटेर ल्याउँछ, बाबुराम भट्टराईको टाउको काटेर ल्याउँछ, उसलाई चाहिँ 50 लाख दिने भनेर त शेरबहादुर देउपाहरूले होइन राख्नु भएको थियो नि त त्यति बेला प्रस्ताव।
संविधान सभाको निर्वाचन दुईपल्ट भएर पनि अहिले देश लोकतन्त्र गणतन्त्रमा गएर उहाँहरू पनि हैन अहिलेको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, नेपाली कांग्रेसका शेरबहादुर देउपाज्यू त्यो प्रचण्डले ल्याएकै पथमा हैन एजेन्डामा त लतारिएर हिँड्नु त पर्यो त हैन। हामी पनि अहिले कोर्सी मान्दैनौ। भोलि कुनै न कुनै कालखण्डमा हामी किराँत प्रदेश बनाएर छोड्छौं अनि हामीले हाम्रो किराँत प्रदेशमा सबैलाई ससम्मानका साथ लतारेर हिँडाउँछौं बसाउँछौं। यसको अर्थ तपाईहरुले कोशी नमानेर किराँत वा अन्य पहिचानको पक्षमा नामाङ्करण हुनै पर्छ भन्ने त्यसको पक्षमा तपाईहरु हुनुहुन्छ? हजुर, हामी छौं। किनभने यो त हाम्रो अस्तित्व पहिचान हो। यो त किराँत भनेको त नेपाल सबैदेखि उता बर्मा हैन उहाँ परसम्म हजुरले अहिले पनि यो चाहिँ एउटा नक्सामा हेर्न सक्नुहुन्छ। आज त हामी खुम्चिँदै आएर यसो एक नम्बर प्रदेशलाई मात्र त किराँत प्रदेश बनाउन हजुर भनिराखेको छौं हैन। अब पुराना चाहिँ हाम्रा ढड्डाहरूमा ब्राह्मणहरूले लेख्नु भएको चिना चिट्ठाहरूमा अहिले पनि लेखिएको छ ओम जम्बुद्वीपे भारत खण्डे उत्तर प्रदेश कैरात देशै भनेर। भारतको उत्तरपट्टि चाहिँ किराँत देश छ है भनेर भनिएको छ। अनि यति सारा प्रमाणहरू हुँदाहुँदै यो किराँत भनेको कुनै एउटा जात विशेष पनि होइन हैन, एउटा पहिचान हो, एउटा इतिहास हो, एउटा हाम्रो सभ्यता हो। यो हाम्रो राज्य सञ्चालक कति निर्दय रहेछ त। हामीले त तपाईले बोक्नु भएको यो कुनै एउटा चाहिँ सामग्री दिनुहोस् भनेको त होइन नि त हैन। हाम्रो भइरहेको ठाक थलो नामाङ्कनहरू चाहिँ त्यो यथास्थानमै होस् है भनेको त हो नि त। अब अहिले हामीले के चन्द्र ढकाललाई त्यो डाँडा चाहिँ तपाईको हो हामीलाई दिन्छ भनेको त्यो भइरहेको नाम चाहिँ स्थापित होस्, त्यही होस् न, किन बिगार्नु, किन भत्काउने, जे छ त्यही हामीलाई होस् भन्ने कुरा न हो। किनभने यो देशका आदिवासी जनजाति किराँतहरू भूमिपुत्रहरू मगन्ते होइन, कसैलाई केही मागेर खाँदैन लिँदैन, भएको कुरालाई त्यही स्थानमा छोडिदेऊ मात्रै भनेको हो हामीले। अनि कोशी प्रदेशको नाम चाहिँ खारेज हुने सम्भावना छ त? हटाइदिनुहोस्, सबै कुरा सम्भव छ, असम्भव होइन। हटाएपछि सबै कुरा सम्भव छ। होला 1 वर्ष 2 वर्ष 3 वर्षमा नहोला हैन। 84 को निर्वाचन पछाडि कस्तो देखिन्छ नतिजा, फेरि अब चाहिँ हैन 84 पछाडि 85 86 87 88 89 मा फेरि कस्तो होला सम्भावना, समय लाग्ला। अब मैले हजुरलाई अलिकति कुरा जोड्छु। हिजो चाहिँ यो देशमा राजा फ्यालिन्छ हैन, यस्तो संघीय लोकतन्त्र गणतन्त्र यो चाहिँ संघीयता आउँछ भन्ने कुरा कसैलाई थाहा थियो त? अहिलेको हाम्रो प्रधानमन्त्रीज्यू सम्माननीय प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीले नै भन्नुहुन्थ्यो नि यो देशमा संघीयता आउनु भनेको गोरुगाडामा चढेर अमेरिका पुग्नु जस्तै हो भन्नुहुन्थ्यो होइन उहाँले नै। आज खोइ संघीयता आयो, संघीयता आएर उहाँ सम्माननीय प्रधानमन्त्री हुनुभयो त। असम्भव के रहेछ र? तपाईहरु विश्वास हुनुहुन्छ? एकदम विश्वास छौं हामी त। अहिले तपाईहरुले पाथीभरामा केवल कार नबनाऊ, पहिचानको रक्षा गर भनेर पटक पटक आन्दोलन गर्नुपर्ने यो किसिमको बाध्यता चाहिँ किन आइपर्छ जहिले तपाईहरुलाई? यो राज्य व्यवस्थाले त आफ्नो जनताहरूलाई हैन सुसूचित बनाउनु पर्ने, सबै कुरा सुसम्पन्न बनाउनु पर्ने। हामीलाई त भएको अलिअलि पनि हैन आर्थिक डामाडोल, सोचाइ डामाडोल। यो राज्य सञ्चालनको एउटा प्रवृत्ति चाहिँ के भने कसरी हुन्छ जनतालाई कमजोर बनाउने, जनतालाई डरो चाहिँ होइन। र पनि हामी कहिले मुकुमलुङको आन्दोलन पुगेकै छौँ, कहिले कोशी उसमा पनि पुगेकै छौँ हैन, गरेर पनि खाएकै छौँ, कसैको 1 पैसा ढाटेर पनि खाएको छैनौँ, कसैको भ्रष्टाचार गरेर पनि खाएको छैनौँ। र पनि हामी यतिको गरेका छौँ खाएका छौँ भनेपछि हामीलाई पनि हाम्रो सुन्नुहोस् है यी पितृहरूले हाम्रो मुकुलुमले शक्ति दिनु भएको छ। जति आन्दोलनमा गयो हामीलाई त झन् त्यति फलिफापो छ, त्यति शक्ति पो आउँछ भनेपछि किराँतीहरूलाई पहिल्यै पनि भन्थ्यो कि हजुर यो दुबो जस्तो अरे के, एकतिरबाट मारेर गयो अर्कोतिरबाट पलाउँदै आइहाल्छ। त्यही भएर यो राज्य सञ्चालनवादहरूले यो किराँतीमाथि हमला चाहिँ नगरे हुन्छ। उहाँहरूलाई बरु दशा लाग्छ, उहाँहरूलाई बरु ठुलो दुर्घटना होला। यो पहिचानको आन्दोलन चाहिँ कहिलेसम्म चलाउनुहुन्छ, कहिलेसम्म गर्नुहुन्छ? यसको चाहिँ तिथि मिति ठ्याक्कै भन्नै सकिएन के। अब राज्य सत्ताले जब बुझ्नुहुन्छ यिनीहरूको चाहिँ आफ्नो अस्तित्व पहिचान भनेकै आफ्नो परिचय हो नि त हैन। तर पहिचानवादीहरू नै पनि त एकजुट हुनुभएको छैन, पहिचानवादीहरू नै फरक फरक किताबमा उभिनु भएको छ। अब अहिले यहाँ किन ठुला कुरा गर्नु हैन, पहिचानवादीहरू त ठुला दल कांग्रेस एमाले भित्र पनि धेरै हुनुहुन्छ। उहाँहरू अगाडि आउन मात्रै नसक्नु भएको। ओहो ल पार्वतीजी तपाईहरु गर्दै
गर्नुहोस् है, थाम्दै गर्नुहोस्, के गर्नु, हामीलाई त यसो आन्दोलनमा हिँड्नु भन्नु, पार्टीले चाहिँ कारबाही गरिहाल्छ, हामीलाई कति मन छ त्यो आन्दोलनमा आउनु, हामीलाई कति कुरा उठाउनु मन छ, तर हामीलाई त हामी सक्दैनौँ र के गर्नु, यो पार्टीमा लागिहाल्यौँ र अब 2-4 वर्ष मात्र हेरौँ है त, हामी पनि यो पार्टीमा त के गर्नु र हामी पनि उग्र मचाउँछौँ, हामी पनि पहिचानवादी नै हो नि, तपाईँहरूको पछि हामी छौँ भन्ने त उहाँहरू हुनुहुन्छ नि। फेरि काङ्ग्रेस एमाले भित्रै धेरै हुनुहुन्छ फेरि। तर उहाँहरू चाहिँ किन आन्दोलनमा नआउनु भएको हो त? उहाँहरू अवसरको होइन अलिकति पछाडि लाग्नु भएको छ। अब यो ठुलो पार्टीमा भइसकेपछि अब केही पाइहालिन्छ होइन। मेरो अब कसैलाई छोरालाई जागिर खुवाउनु होला, कसैको आफै नै जागिर होला, कसैको पेन्सन पाक्नु बाँकी होला, कसैको श्रीमतीलाई यसो होइन जागिर खुवाउनु होला, कसैको के गर्नु होला, त्यो छ नि त। उहाँहरू अब ठुलो पार्टी अब सबै मन्त्रालय मन्त्री सारा कुरा यत्रो देश ब्रह्मलुट गर्न पाइरहेको अवस्थामा हामी पनि यसो अलिकति केही पाइहालिन्छ भन्ने आशाको पछाडि उहाँहरू कुद्नु भएको छ। भन्नुहुन्छ उहाँहरूले हामी त के गर्नु, पेन्सन पकाउनु पर्ने छ है, बोल्नु मिल्दैन, अब के गर्नु, तपाईँहरू थाम्दै गर्नुहोस्, हामी छौँ भन्नुहुन्छ उहाँहरूले होइन। काङ्ग्रेस एमाले भित्र रहनुभएका चाहिँ पहिचानवादीहरूले जस्तो पहिचान पक्षधरहरू पनि अब राज्य सत्तातिर एकातिर र आन्दोलनतिर एकातिर भएको छ नि त अवस्था। हजुर, त्यो चाहिँ यस्तो हो, हामी चाहिँ सबै कुरा चाहिँ माया मारेर होइन पहिचानलाई मात्रै अँगालेर हिँडेको छौँ। उहाँहरूलाई चाहिँ पहिचानको पनि माया, आफ्नो अब केही स्वार्थको पनि माया छ। अब दुइटै डुङ्गामा खुट्टा लगाएपछि अलिक उहाँहरूलाई गाह्रै छ। हामी त एउटै डुङ्गामा खुट्टा लगाइ हिँड। सबै पहिचान पक्षधर एक हुनुपर्छ भन्ने तपाईँको आवाज हो? हजुर, मेरो त अब आवाज त्यही हो। तर अब आफूलाई साह्रै समस्या परि तपाईँहरूलाई उयो पनि नगर्नुहोस्, ठिकै छ त्यतैबाट लडिराख्नुहोस् भन्छु म त कसैलाई। व्यस्त समयको बावजुद पनि रेडियो धनकुटा एफएमको विशेष संवादमा समय दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। यहाँसम्म बोलाएर मलाई यो आफ्नो भनाइहरू राख्नु दिनुभयो, धेरै धेरै धन्यवाद। र यो सुन्ने श्रोताहरूले अब अलिक बढी भयो भने अथवा मिलेको छैन भने मिलाएर सुनिदिनु होला भन्ने म अनुरोध गर्दछु। हस्त नमस्कार, धन्यवाद। अहिले हामीले प्रस्तुत गर्यौं जनता समाजवादी पार्टी धनकुटाका अध्यक्ष पार्वती राईसँग गरिएको विशेष संवाद। हवस् त आजलाई रेडियो धनकुटा एफएमको विशेष संवाद यति नै। अर्को विशेष संवादमा फेरि भेट्नेछौँ। तबसम्मका लागि सहकर्मी गोपाल बराइली सहित म सञ्जिता लिम्बू पनि बिदा चाहन्छु। धनकुटाकै पहिलो सामुदायिक रेडियो धनकुटा एफएम 106.2 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।